हेलो एन्ड वेलकम ब्याक टु अनदर न्यू एपिसोड। आज चाहिँ हाम्रो रुम भाडा तिर्ने दिन है। सो जापानमा इन्टरनेसनल विद्यार्थीहरू जो जति पनि सिङ्गल बस्नुहुन्छ नि अलिकति गाह्रो छ है, किनभने चाहिँ सिङ्गल रुमको अलिकति बढी भाडाहरू आउने चान्स छ। सो महँगो पनि पर्छ, एक दुईजना बस्दा चाहिँ बेटर हो है। सो मेरो चाहिँ आज अलमोस्ट 50,000 जति भाडा आएको छ। यो चाहिँ यहाँ छ है गाइज, अलिकति एक्सपेन्सिभ नै छ सिङ्गल बस्दाखेरि। अब तिर्न त परो होइन, जापानमा बस्न त परो। सो लाग्नु परो तिर्नुतिर चाहिँ। आज लास्ट डेट पनि हो है। सो आज तिर्नै पर्ने हुन्छ। गाह्रो छ नि स्टुडेन्ट लाइफ है। सो मनमा ढुङ्गा राखी हाँस्नु पर्या छ भने जस्तै तिर्न जानु पर्यो होइन। निस्किनु पर्यो भनेको फेरि फोहोर पनि लिटाउनै देखियो। यो हाम्रो रुमको फोहोरहरू हुन्छ नि। सो अहिले फाल्दिनँ, राति गएर चाहिँ फाल्नु पर्ला। सो लेट्स गो है। गर्मी पनि अति गर्मी छ यहाँ। हाम्रो उता लगभग 46-47 जस्तै छ। हेर्नु बाहिर गर्मी, हाम्रो लास्ट गर्मी छ। सो जानु पर्यो, बस्नु त पऱ्यो नि यही जापानमा। सो तर जापानमा आएर चाहिँ सिङ्गल नबस्नु होला है। मेरो सुझाव चाहिँ त्यही छ, किनकि सिङ्गलमा अलिकति महँगो भाडा हुन्छ। दुईजना भयो भने चाहिँ बेस्ट होइन, हाफ हाफ जान्छ नि त। सो म चाहिँ सिङ्गल बसेको 1 इयर जति भयो, तिरिरहेको छु। कहिलेकाहीँ एसीहरू बेसी चलाउँदाखेरि चाहिँ लगभग 60,000 जति पनि आउँछ। यसपालि अलि भर्खरै गर्मी महिना स्टार्ट भयो नि त। सो त्यति चलाएको छैन र पनि 50,000 जति आयो होइन। सो मेरो भनाइ चाहिँ सकेसम्म दुईजना बस्दा चाहिँ राम्रो। यसमा चाहिँ हाम्रो के भन्छ त्यसलाई चाहिँ पेपरहरू आउँछ क्या, जस्तै इन्सुरेन्स पेपरहरू भयो है, एन तेन कुराहरू हुन्छ नि। हाम्रो नाममध्ये जति आउँछ यो चाहिँ मेरो रुम नम्बर। सो यहाँ चाहिँ टन्नै छ पेपरहरू, अहिले चाहिँ हेर्दिनँ, अहिले रमाइलो फोकस गर्छु। सो लास्टै गर्मी छ यहाँ। तिनै बवाल गर्नु सेयर भएर चाहिँ अनि हामी सुरुमा चाहिँ एटिएममा गएर पैसा निकाल्नु पर्ने हुन्छ, किनकि मसँग छैन यहाँ अहिले चाहिँ। एटिएममा निस्किनु पर्यो। खतरै गर्नु छ यार, बवाल गर्नु छ। 5 बज्दाखेरि पनि अति नै बवाल गर्नु क्या।
अब तिर्नुपर्ने हुन्छ सो अब जानु पर्यो गाइस है हाम्रो टिम यही हो हैन सो अनि त्यही हो अब केटा भएर है जापानमा सकेसम्म साथीभाइहरू मिलेर बस्दा राम्रो अब हुन्छ नि कतिपय मान्छेहरू चाहिँ अब एक्लै बस्ने हुन्छ नि आफ्नो एउटा प्राइभेसी टाइपको लाइफहरू हुन्छ राम्रो हुन्छ त्यो गर्दा पनि राम्रो हुन्छ बट अलिकति दुःख मेहनत पनि गर्नुपर्छ है गाइज एउटा जबले एउटा सानोतिनो जबले सिंगल बस्न जापानमा अलिकति गाह्रो नै छ सो एक्लै बस्दाखेरि अलिकति एक्सपेन्सिभ पर्न जान्छ रुममा जस्तै नर्मल रुम भनेको त्यही हो 50-60,000 को हुन्छ मेरो भनाइ चाहिँ त्यही हो है अब एक्लै बस्दा राम्रो हो बट अलिकति गाह्रो पर्छ स्टुडेन्ट लाइफमा वर्किङ गरिसकेपछि चाहिँ अभियसली सिंगल रुम लिँदा राम्रो हैन सो त्यही हो रुमबाट पनि तिरेर आइयो त्यही हो गाइज है थ्याङ्क यू सो मच है जतिले पनि भिडियो हेरिदिनु भएको छ जति पनि नयाँ हुनुहुन्छ सो प्लिज सब्सक्राइब गरिदिनु होला हामी 11,000 सब्सक्राइबको नजिक गइरहेको छौँ र यति भन्दै आजलाई ब्लग यहीँ टुङ्गाउँछु म सो थ्याङ्क यू लभ यू गाइज